morning everyone. Welcome to my Math Solution YouTube channel. Today I am going to give trick 1 to 10 table of math. यसमा सबैभन्दा पहिले त हामीले 1 को टेबल दिन गइरहेका छौं र यसरी 1 को टेबल तयार भइसके पछाडि सबैभन्दा पहिला अगाडि सबैकोमा 0 लगाई 9 सम्म 0 लगाइदिने र अन्तिममा 1 लेखिदिने र त्यसको पछाडि 1 देखि 9 सम्म लेखिदिने र जहाँ 0 1 लगाएको छ त्यहाँ 0 लगाइदिने र यति गरिसकेपछि हाम्रो 1 को टेबल कम्प्लिट भइसकेको छ र यहाँ 2 को टेबल स्टार्ट हुन गइरहेको छ र 2 को टेबल स्टार्ट भइसक्दा हामीले सुरुमा 4 वटा 0 लगाइदिने र त्यसको मुनि 5 वटा 1 लेखिदिने र अन्त्यमा लेखिदिनु पर्छ र त्यसको पछाडि हामीले 2 4 6 8 र 0 लगाइसकेपछि फेरि हामीले तल पनि त्यसलाई नै रिपिट गरिदिनु पर्छ र यति गरिसकेपछि 2 को टेबल कम्प्लिट भइसकेको छ र हाम्रो सामु 3 को टेबल स्टार्ट हुन गइरहेको छ र 3 को टेबलमा पनि हामीले पहिले जसरी नै 3 वटा 0 लेखिदिने र त्यसको मुनि फेरि 3 वटा 1 लेखिदिनुपर्छ र स्क्रिनमा देखिए जसरी नै फेरि त्यसको तल पनि 3 वटा 2 लेख्नुपर्छ र अन्त्यमा हामीले 3 लेख्नुपर्छ। यसरी लेखिसकेपछि 0 देखि 9 सम्म क्रमिक रूपले यसको पछाडि मिलाएर लेख्नुपर्ने हुन्छ। त्यसरी लेख्ने क्रममा 0 1 2 3 4 5 6 7 8 9 लेखिसकेपछि हाम्रो 3 को टेबल पनि कम्प्लिट हुन्छ र 3 को टेबल बनाउँदा 3 को टेबल लेख्दा हामीले ध्यान दिनुपर्ने कुरा के छ भने अरू टेबल भन्दा यो अलि फरक छ र यति गरिसके पछाडि अब हाम्रो स्क्रिनमा 4 को टेबल स्टार्ट भइसकेको छ र 4 को टेबलमा यसरी टेबल पहिल्यै बनाइसकेपछि हामीले त्यसको पछाडि 2 वटा 0 1 3 वटा 2 र 2 वटा 3 लेखिसकेपछि अन्त्यमा 4 लेखिदिनुपर्छ र यसरी लेखिसकेपछि त्यसको पछाडिको भागमा हामीले 4 8 2 6 0 लेख्नुपर्छ र त्यसको तल पनि फेरि एवं रीतिले त्यसैलाई नै दोहोऱ्याइदिनुपर्छ। यति गर्दा हाम्रो 4 को टेबल कम्प्लिट भइसकेको छ र अहिले स्क्रिनमा 5 को टेबल स्टार्ट भएको छ। 5 को टेबलमा हामीले सुरुमा 0 लेख्नुपर्छ र त्यस पछाडि 1 1 2 2 3 3 4 4 लेखिसकेपछि अन्तिममा 5 लेखिदिनुपर्छ र यसरी लेखिसके पछाडिको भागमा 5 0 5 0 गरेर अन्त्यसम्म यही क्रमलाई दोहोऱ्याउनुपर्छ र यसरी दोहोऱ्याउँदा 5 को टेबल कम्प्लिट हुन्छ र अहिले भने हाम्रो स्क्रिनमा 6 को टेबल सुरु भइसकेको छ र 6 को टेबलमा सबैभन्दा पहिला 0 लेखिदिने
र त्यसपछि 2 वटा 1 लेखिदिने र 2 लेख्ने, 3 2 वटा र 4 2 वटा 5 र अन्त्यमा 6 लेखिसकेपछि स्क्रिनमा देख्न सक्नुहुन्छ। तपाईँहरूले जसरी स्क्रिनमा देखिएको छ त्यही अनुसार फलो गर्नुहोला र यसको पछाडि पनि 6 2 8 4 0 लेखिदिनु होला। क्रमिक रूपले यसरी लेखिसकेपछि फेरि त्योभन्दा तलको भागमा पनि यसलाई नै रिपिट गरिदिनु होला र यति गरिसक्दा हाम्रो 6 को टेबल कम्प्लिट भइसकेको छ भने अहिले हाम्रो स्क्रिनमा 7 को टेबल आइसकेको छ र 7 को टेबलको लागि पहिले जसरी हामीले लेख्यौँ त्यसै गरी स्क्रिनमा देखिए जसरी नै 0 1 2 3 4 र फेरि 4 लेखेपछि 5 6 7 लेखिदिनु होला र जसरी हामीले पहिले 3 को टेबलमा 1 देखि 9 सम्म क्रमिक रूपले मिलाएर पछाडि लेखेका थियौँ त्यसै गरी यो 7 को टेबलमा पनि मिलाएर लेख्नु होला। जस्तै 7 को पछाडि हामीले 0 लेख्यौँ, त्यसपछि 1 2 3 4 5 6 7 8 र 9 लेखिसके पछाडि हाम्रो 7 को टेबल पनि कम्प्लिट हुन्छ र अरू टेबलभन्दा 3 को र 7 को टेबल अलिक भिन्न र गाह्रो पनि छ, यसलाई सम्झिनु होला। र अहिले यतिखेर हाम्रो स्क्रिनमा भने 8 को टेबल आइसकेको छ। 8 को टेबलमा पनि पहिले जसरी हामीले लेखेका थियौँ त्यसै गरी 0 बाट 1 0 1 2 3 4 र फेरि 4 लाई रिपिट गरिदिनु होला र 5 6 7 8 लेखिसकेपछि तलको भागबाट 0 बाट स्टार्ट गरेर 8 सम्म इभन नम्बरहरू लेख्नु होला 0 2 4 6 8 र फेरि त्यसको माथिको भागमा पनि केही अङ्कहरू रिपिट गरिदिनु होला। यति गर्दा हाम्रो 8 को टेबल कम्प्लिट भइसकेको छ। अब भने हाम्रो 9 को टेबल स्क्रिनमा देखिसक्नु भएको छ र सबैभन्दा सजिलो लेख्नको लागि र बुझ्नको लागि 9 को टेबल अति सजिलो छ र यसलाई स्क्रिनमा देखिए जसरी माथिबाट 0 बाट सुरु गर्नुहोला। 0 1 2 3 4 5 6 7 8 9 सम्म लेख्नुहोला र फेरि त्यसलाई तलबाट जसरी हामीले माथिबाट लेखेका थियौँ त्यसै गरी तलबाट पनि 0 बाट 9 सम्म लेखिदिनु होला। यति गर्दा हाम्रो 9 को टेबल कम्प्लिट भइसक्यो र अहिले भने स्क्रिनमा 10 को टेबल देखिरहनु भएको छ र 10 को टेबलमा भने 1 बाट स्टार्ट गरेर हामीले 9 सम्म लेखिसकेपछि अन्त्यमा पनि 1 0 10 लेख्नु पर्ने हुनेछ र त्यसको पछाडि सबैमा 10 को टेबलको सबैमा पछाडि 0 लगाइदिँदा हाम्रो 10 को टेबल कम्प्लिट भयो र